बोयफ्रेन्ड भए पो डराउनु त भने नभएको चाहिँ कसैले ल यदि प्रमाणै रहेछ भने त्यो कसैले गर्यो होला ल मरिजाऊ मेरो बोयफ्रेन्डै छैन त अनि थाहा छ त त्यही भएर थाहा भएर त मैले लभ नगरिकन भएर अनि त्यो केटाले युना भने कि युना भने म मात्र हुन्छ युना नि युना राणा मर भनेर हुन्छ तेरो क्लासमा मेरो बोयफ्रेन्डै छैन त अनि तेरो बोयफ्रेन्ड छ मलाई नदा हेलो साथीहरू वेलकम छ हाम्रो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ फेरि पनि म आइसकेकी छु आज चाहिँ घाँस काट्ने पालो परेको छ हाम्रो यतातिर म हिजो गाउँबाट आएको साथीहरू मेरो बहिनी त्यहाँ चाहिँ घाँस काट्दै थिइन् म चाहिँ त्यसलाई एउटा प्र्याङ्क गर्छु खतरा प्र्याङ्क गर्ने छु आज म त्यसलाई क्यामेरा यतातिर सेटिङ गरेर मिलाएर राख्छु अनि त्यहाँबाट त्यसलाई खतरा प्र्याङ्क गर्ने छु बिचारा मेरो बहिनी त्यहाँ घाँस काटिरहेको छिन् सरी है मैले जे भन्छु नरिसाई कान्छी सरी अहिलेबाट सरी भन्छु मैले त्यसलाई रिस उठको झोकमा के भन्छु प्र्याङ्क त हो प्र्याङ्क सोच म चाहिँ गएँ है साथीहरू घाँस काट्दै छिन् त्यहाँ बिचरा हजुर छिटछिटो काटै घर जाऊँ है जाने के छ खबर तेरो आजभोलि फोन पनि गर्दैन दिदीलाई म हिजो उता काठमाडौँ है त्यो त टाइम मिल्दैन ध्यान अन्तै छ के हो कहाँ हुनु ध्यान पनि अन्त र यताउता के हुन्छ फोन त पहिला त दिदी भन्दै फोन गर्थेँ आजभोलि त फोनै गर्दैन टाइम मिल्दैन नयाँ कुरो सुनेको थिएँ कस्तो नयाँ कुरो भनौँ कि नभनौँ त रिसाउने होला भनौँ कुरो त सुनौँ पहिला तेरो बोयफ्रेन्ड छ अरे त कस्तो कुरा अरे तपाईँले कसो मेरो कुरा अरे तपाईँले कसो कुरा नि त मेरो कसो कुरा नि त अनि त्यो तै हो मेरो भदै नि भने मेरो बोयफ्रेन्ड चाहिँ कहाँ छ भने युना राँगना मगर भने तै होला अनि मेरो बोयफ्रेन्ड कहाँ छ नि कहाँ अरे अब कहाँ अब त्यसले मलाई खुद म्यासेज गरिसक्यो कसले मेरो युनासँग लभ परेछ भनेर काहीँ नपऱ्यो कुनै बोयफ्रेन्डले अब आफ्नो गर्लफ्रेन्डलाई गर्नलाई फोन गर्दैन न त्यो माथि मेरो बोयफ्रेन्ड हुनु अब किन होइन भने ढाक्छ कस्तो तपाईँलाई अहिलेसम्म ढाँटेको ख मैले ढाँटे छैन अहिलेसम्म ढाँटेको छैन अहिले ढाँट्यो नि त कस्तो मलाई रिस उठ्यो नि त अहिलेसम्म ढाँटेको मैले ल मेरो बोयफ्रेन्ड कहाँ छ नि तपाईँलाई कसरी थाहा भयो त मेरो बोयफ्रेन्ड छ भनेर ल अहिले केटाहरूसँग अहिलेसम्म त बोलेको छैन न फेसबुक आइडिया न के आइडिया मेरो लभ कसरी पर्नु त्यसै भन्ने मान्छेहरूले एउटा बोयफ्रेन्ड बनाउने कहाँबाट बनाउनु भने ल भन्नु त कसरी थाहा भयो तपाईँले त्यसले मलाई फ्रेन्ड रिक्वेस्ट पठायो है फ्रेन्ड रिक्वेस्ट पठायो अनि मैले एक्सेप्ट गरेँ साथसाथै खुसी रहेछ अनि हेलो भनेर म्यासेज गरेँ मैले हेलो भने हजुर युनाको दिदी हो अरे अनि हो किन र को बोल्या हो भनेको म युनाको बोयफ्रेन्ड हो अनि युनाको बोयफ्रेन्ड भयो मसँग के भन्दा फोन गरेर मलाई किन फोन गरेर भनेको युनाको आनी बानी कस्तो छ सँगै पनि हो मलाई मन परेछ उसले पनि मलाई माया गर्छ भन्यो कति बजीको लभ पऱ्यो भने भयो हामी 8 वर्षदेखि लभ पऱ्यो हो कस्तो कुरा तपाईँले नाम के भन्नु त बोयफ्रेन्डको नाम के हो त्यो केटाको नाम बोयफ्रेन्डको नामै थाहा भएन कि मलाई त्यो मेसेन्जरमा हेर्नुपर्छ म हाम्रो क्लासमा केटाहरू छ त बोल्दैन नि कस्तो केटै छैन क्या क्लासमा केटै छैन होला छन त छ कि लभ चाहिँ कसरी पर्छ भने ल पऱ्यो त सिसी वर्कका दर हुन्छ अरे त नि कहाँबाट त्यो क्लासमा केटाहरूले हेर्दैन कस्तो कुरा आएर नि तपाईँले मरिजाउँ ल मेरो बोयफ्रेन्ड भयो त नढाड बाबा हेर तेरो लभ पर्ने बेला होइन तेरो लभ पर्ने बेला होइन अहिले थाहा छ त त्यही भएर थाहा भएर त मैले लभ नगरिकन भएर आएको छु नि अब घर भनौँ भने माओलाई मिलेन अनि यहाँ घाँस काट्ने बेलामा बहिनीसँग यस्तो कुरा गरौँ भनेर बहिनीलाई सम्झाउँ भनेर हेर बाबै कुरा गर अनि त्यो केटाले युना भने कि युना भने म मात्र हुन्छ युना नि युना राणा मगर भनेर हुन्छ तेरो क्लासमा हो राणा मगर भने त ल ठिक अनि मेरो बोयफ्रेन्ड चाहिँ कहाँबाट नाम के नाम पनि थाहा छैन नाम पनि थाहा छैन नाम होइन त्यो मेसेन्जरमा हेऱ्यो भने थाहा हुन्छ कि अनि नाम हेऱ्यो भने थाहा हुन्छ देखाउनु त मेसेन्जरमा देखाउनु अहिले किन घरमा गएर देखाउला नि त वाइफाई छैन अनि हो कि होइन त म तेरो मुखबाट सुनौ भनेर नि त किन ढाँट्छ होइन ल होइन नभएको कुरा अहिले घरमा गएर मैले मेसेन्जरमा मेसेज देखाइदिएँ भने आमा भनेर डराउने होला कहाँ थाहा पाएछ दिदीले यो मुर्दाले किन फोन गरे होला यहाँ दिदीलाई किन मेसेज गरे होला हाम्रो लभ कसैलाई पनि थाहा छैन भनौँ भनेर
कस्तो कुराहरू गल्ती गराइ भए पो डराउनु होइन म डराउँदैन ल देखाउनु ल को केटाहरू म पनि हेरौँ ल तेरो बोयफ्रेन्ड छ अनि मलाई त्यसले प्रमाण गर्यो नि त म युनाको बोयफ्रेन्ड हो भनेर तिमीले साँच्चीकै भने कि के भयो त मेरो दिदी बहिनी त्यस्तो छैन अहिलेसम्म थाहा छैन भयो भने मलाई भन्थ्यो भने होइन दिदी 5 कक्षादेखि लप परे हो हाम्रो कुन चाहिँ केटाहरू ल म हाम्रो क्लासको केटाहरूसँग न लभ गर्नु बोल्दा त बोल्दैमा लभ गर्नु कस्तो कुराहरू नि तपाईँले त्यो नबोल्ने मान्छे हो घुसघुसे नै हो लप पर्ने भन् अब नबोलेपछि चाहिँ कसरी लभ पर्ने होला कादोर हुन्छ नि क्लासमा तेरो त्यो अहिले लप गर्ने बेला होइन हेर कामतिर आउँछ पढ दाइले थाहा पायो भने घरबाट निकालिदिन्छ त्यो थाहा भएर त मैले लभ नगरेको तँलाई पनि सम्झाउने अधिकार छ मेरो कि छ कि छैन अनि तपाईँलाई पनि अनि आफूले गल्ती नगरेपछि अब मैले पनि बोल्न पर्ने अधिकार छ हेर्नु मैले तेरो बोयफ्रेन्ड छ कि म घरमा गएर अहिले प्रमाण देखाइदिन्छु एकैछिनमा प्रमाण देखाउनु त्यहाँबाट फेरि त झुक्न पाउँदैन नि फेरि पाउँदैन अनि बोयफ्रेन्ड भए पो डराउनु त भने नभएको चाहिँ कसैले ल यदि प्रमाणै रहेछ भने त्यो कसैले गर्यो होला ल मरिजाउँ मेरो बोयफ्रेन्डै छैन त अनि नभइकन म त युना राणामरको बोयफ्रेन्ड हो साँच्चीकै हो भनेर भनेर त्यसले मेसेज गर्यो को हो के केटाले मात्रै मन पराउने हो कि तँलाई होइन त्यसो त अनि तिमीले मात्रै एकरो मन पराएर हुन्छ हाम्रो बहिनी मन पराउँदैन होला भने मैले होइन दिदी हामी दुवैजनाले मन पराउँछौँ उसले पनि मलाई मन पराउँछ अब एससी देशी बिहानी कुरो भए अझ एससी देशी बिहानी कुरो भए मैले त यो सोचे भए चाहिँ के मरिजानु मेरो बोयफ्रेन्ड भन्ने होइन तपाईँले मलाई झुकाइरहनु भयो कि के छ भनेर यसो सोध्न बस्नु भयो मेरो बोयफ्रेन्डै छैन त अनि तेरो बोयफ्रेन्ड छ मलाई नढाँट तर ढाँट्न मलाई नढाँट हेर कान्छी अब लुची छिपी बोयफ्रेन्ड बनाउँदै रहेछ सत्य कुरा बोल्दाखेरि ढाँट्यो भने चाहिँ मैले के गर्नु त मेरो मुख नचला है त गल्ती गर्ने आफै मुख नचलाउने नगर अनि बोयफ्रेन्ड छैन त मैले कहाँबाट ल्याउनु त भने अब बोयफ्रेन्डै नभए त्यो त्यसले किन त्यसो भने त के प्रमाणहरू पनि थाहा हुन्छ नचिन्नु जाने केटा नाम अहिले घरमा गएर प्रमाण थाहा पाइहाल्छ नि त्यसले म्यासेज गरेको अहिले घर थाहा हुन्छ त धेरै मुख नबजा कुरो नचला चु गरेर छैन त नभएको कुरोलाई पनि छ भन्नुपर्ने होला मैले तेरो बोयफ्रेन्ड छ नहुने भए त्यसले मलाई किन बिना काममा अर्का छोरीले म्यासेज गरेर सोध्थ्यो अब युनाले पनि मलाई मन पराउँछ उसले पनि मन पराउँछ मलाई हाम्रो चिठी वर्कादोर हुन्छ हामी त टिफिनमा उतालतिर गएर भेट्छौँ साथी बन्छौँ भन्छ कस्तो भेट्छौँ यस्तो गर्छ भने म हाम्रो आफ्नो साथीहरूसँग बाहेक कसैसँग त हिँड्दिनँ हो मुखले जे भने नि हुन्छ हेर त्यो केटोले त्यस्तो भन्यो को केटोहरू हेरौँ म पनि जानु किनदेखि मैले तेरो तँलाई सोध्दै थिएँ नि त तेरो बोयफ्रेन्ड छ है तेरो बोयफ्रेन्ड छ तँलाई त्यही कुरा भन्नु छ मैले भनिरहेको थिएँ नि त यही कुरा हो आज सँगै भेटेर भनौँला भनेर अब फोनमा भने जस्तो हुँदैन भनेर तँलाई मैले यही कुरा भन्न लगाइरहेको थिएँ हेर कान्छी तेरो बोयफ्रेन्ड छ हेरौँ न त को रहेछ ल म त अब मरिजाउँ हो भनेर स्वीकार नि भेस्वीकार न दाइलाई भनिदिन्छु म त ल भन्नु अब नभएको कुरामा कसले हो भन्छु त तपाईँ पनि त्यो दुनियाँको कुरा लगाएर यस्तो गर्ने उस्तो चलाउँछ हो कि होइन भन्छ नभएको कुरा कसले हो भन्छ मैले सिँगडा आइसक्यो भाबे पो हो ल डराउनु मान्छेले अहिले किन हो भनेर भन्यो त भने तपाईँ पनि दुनियाँको कुरा पताउने दुनियाँको कुरा होइन नि त त्यसले किन त्यसो भन्यो त नत्र अनि मेरो बोयफ्रेन्ड छ त भने कहाँ छ मेरो बोयफ्रेन्ड अनि खुद त्यसले म्यासेज गरेन मलाई खुद अनि हेरौँ न त को केटा देख म पनि जानु सुन्नुहोस् न अब के अब मैले भनेर के अब आफूले गरेँ हो मेरो बोयफ्रेन्ड कहाँ छ भने तपाईँ पनि नभएको कुरा गर्नुहुन्छ नभए त्यसले किन म युनाको बोयफ्रेन्ड हो म युना राणामा होइन होला तेरो क्लासमा पनि छ होला युना भन्ने मान्छे भनेको होइन युना राणामर भने तपाईँको बहिनी हो मेरो अन्जु दिदी मेरो दिदी छ भनेर भन्छ अरे मेरो बोयफ्रेन्ड नै छैन मैले कहाँबाट तपाईँको कुरा भन्नु न बोयफ्रेन्ड हुनु तपाईँ पनि खान नचाहिने कुरा गर्नु भने चला हेर चलाउँछ यसले घरिघरि पैसालमा लागि गइहाल
जानु पर्ला पहिला बोयफ्रेन्ड भए पो जानु त भने जा हिँडिहाल छैन त बोयफ्रेन्ड मैले कहाँमा ल्याएर दिनु देखाउनु त भने तपाईँलाई अब मुस्कला हेर्नु मुस्कला मान्छेले होला मुस्कला ठुलो मान्छेलाई मुस्कलाउने छैन त मैले कहाँ ल्याएर दिनु त भने दुनियाँले उहाँ के भनिसक्यो बिगाइसक्यो यता बारी पारी मान्छेहरूले झन् बहिनीलाई सम्झाइ झन् मुख चलाउँदै यार नभएको बोयफ्रेन्ड चाहिँ कहाँमा ल्याएर दिनु त भने मुख चलाएर गरे मुख चलाएको हुनु बोयफ्रेन्ड चाहिँ अनि को रहेछ केटा म पनि हेरौँ न त भने के प्र्याङ गरे प्र्याङ के प्र्याङ त्यसो पनि प्र्याङ हुन्छ किन नभएको बोयफ्रेन्डले लिएर आएको रे हो रे छ रे यता छ रे उता छ रे तपाईँले कसले यस्तो गरे भन्नु त यस्तो पनि प्र्याङ हुन्छ प्र्याङ गरेको त मलाई ल्याएको थियो है साथीहरू दिदीको प्र्याङ कस्तो लाग्यो सुन्नु नि साथीहरू यो मान्छेले मेरो दिमाग एकछिन यस्तो ततायो कि कस्तो लाग्यो त्यस्तो लाग्यो दिमाग ततेर साथीहरू के भन्नु खै मैले केही भनिनँ न बोयफ्रेन्ड हुनु बोयफ्रेन्ड छ अरे मेसेज गर्यो अरे प्रमाण मोबाइल चाहिँ राखेर भनेर प्रमाण देखाउनु घर घर देखाउँछु रे हो यही त हो नि प्रमाण यही हो प्रमाण ल साथीहरू आजको प्र्याङ कस्तो लाग्यो हजुरहरूलाई हेर्नु होला प्रतिक्रिया गर्नु होला सबैजनाले साथीहरू प्र्याङ गरेको यतातिर घाँस काट्दै मम्मीले मार्ने बेला भइसक्यो घरमा प्र्याङ कस्तो लाग्यो फर्स्टचोटि प्र्याङ गरेको अनि कस्तो लाग्यो साथीहरूले प्रतिक्रिया दिनु होला अस्ति नै एउटा कान्छी भदैलाई प्र्याङ गरेको थिएँ पैसा चोरको आरोपमा यो चाहिँ रोइन अलिकति रुनु न मात्रै लाथेँ ल साथीहरू अहिलेको लागि बाई गर्नु त के बाई गर्नु खै अब रिस उठिरह भोलि पर्सि तल चक्लेट खाउँछु नि त बाई गर ल बाई भन्दैन एकचोटि रिसाएर भयो नि बाई बाई ल साथीहरू हामी चाहिँ अहिले बिदा हुन्छौँ है